यो समय फेरि ठ्याक्कै यो केही फरक पर्दैन। राष्ट्रिय तपाईँ धरोहर राष्ट्रियता- संरक्षण तपाईँ प्रतिष्ठान राष्ट्रियतासँगै नेपाल जोडिएको कुरा हो नि त्यो त। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले मलाई यो राष्ट्रिय धरोहर युवा प्रोत्साहनबाट यो सम्मान गरिरहँदा अब मैले सायद यही विषयमा आज बोल्न पाएको भए अझ राम्रो हुन्थ्यो होला। त्यो सँगै जोडौँला। अब तपाईँहरूले राजनीतिक विषयहरू सोध्नुहुन्छ, अब म केही न केही बोलिहाल्छु। बोलिरहँदा अब फेरि राजनीति भन्ने चिज फेरि कस्तो हुने रहेछ भने सामाजिक भन्दा पनि अलिकति फरक के कसैलाई ठ्याक्कै मैले बोलेको चिज मन परेन भने मैले हिजो गरेका सबै कति धेरै पुण्यका कामहरू छन् नि त, ती कुराहरू बिर्सिहाल्ने के। हिजो घर बनाइदिएका कुराहरू बिर्सिने, हिजो मैले अस्पताल लगेर उपचार गराएर अपरेसन सफल भएर अहिले नयाँ जिन्दगी बाँचिरहेका कति धेरै व्यक्तिहरू छन्, ती सामाजिक मेरा कर्महरू बिर्सिदिने पनि यहाँ मैले देख्छु कि। त्यो कारणले गर्दा राजनीतिक विषयमा त्यति धेरै बोल्न मन छैन कमल मलाई। तैपनि तपाईँहरू छलफलमा चाहिँ गएको हो के? यस्तो छ, छलफलको कुरामा के छ भने नि मैले जहिले पनि भन्ने कुराहरू अघि पनि मैले भने त्यही हो। मेरो ठाउँबाट दाङ क्षेत्र नम्बर 1 बाट राम्रो मान्छे उठ्छ भने, चित्त बुझ्ने मान्छे उठ्छ भने भोजराज थापा पन्छिन तयार छ। पन्छिने मात्रै होइन, मान्छे यहाँ